सबै कुरा अन्डा चिन्छौँ। त्यो भइसकेपछि हजुरहरूले घरमा गइसकेपछि आफ्नो घर पनि अवलोकन गर्नुहुन्छ होइन। आफ्नो घरमा के कति कस्तो खालको चाहिँ कमजोरी छ अथवा कस्तो खालको तरिकाले राख्न पर्ने रहेछ भन्ने कुरा चाहिँ हजुरहरूलाई ज्ञान हुनुभयो है त। ल आजको हजुरले प्रतिवेदन हजुरले चाहिँ यसो गर्नु पऱ्यो, सबैजना साथीहरूले सुन्नु पऱ्यो। उहाँले के टिप्नु भएको छ हिजो, के चाहिँ आफ्नो दिमागमा राख्नुभयो। अस्ति चाहिँ गुरु आज आउनु भने क्या अनि त्यसपछि उहाँले चाहिँ जस्ताको तस्तै आफूले टिपेर आफ्नो प्रस्तुति चाहिँ एकदम राम्रोसँग दिनुभएको थियो र आज पनि हजुरले अब सुरु गर्नु पऱ्यो। यहाँहरू सम्पूर्णलाई मेरो नमस्कार। अब सदा चाहिँ मौरीको प्रतिवेदन है। सदा चाहिँ आज पनि हामी हिजोको हो, फेरि आज भनेको चाहिँ सदा चाहिँ आज पनि हामी 10:30मा नै उपस्थित भएका थियौँ र पुरै साथीहरू निकै उत्साहका साथ हामी सिक्नुपर्छ भन्ने जोस र जागरका साथ उपस्थित हुनुभएको थियो। हामी 5 मिनट घाममा बसेर कक्षा कोठामा प्रवेश गरियो। कक्षा कोठामा प्रवेश गरिसकेपछि अघिल्लो दिन सिकेका कुराहरूलाई जस्ताको त्यस्तै केही नबिराइकन मुक्ति पोखरेल सरले विस्तृत रूपमा भन्नुभयो। सायद उहाँ टिचर भएर पनि होला 82 वर्षको सुन्नु सर, हिजो नि 10 बढेको थियो, आज 2 बढ्यो। जागरीले देख्दा हामी सबैजना साह्रै खुसी भएका थियौँ। अझ भन्नुपर्दा हाम्रो रमेश सर त झनै निकै खुसी हुँदै ताली बजाउँदै हौसला प्रदान गर्नुभएको थियो र साथमा हामी सबैजनाले ताली बजाइयो। त्यसपछि सर्वप्रथम सरले हामीलाई अघिल्लो दिन पढेका कुराहरूलाई संक्षेपमा बताउनु भयो। अनि आजको कक्षामा हामीले मौरीमा लाग्ने रोगहरू के हुन्, तीबाट के गर्दा बचाउन सकिन्छ र रोकथामका उपायहरू सबै सिकाउनु भयो। रोगहरूका नाम एकारिन रोग, नोसारिमा रोग, अमिबा रोग, पक्षघात रोग। मौरीलाई सरसफाइमा ध्यान दिने, दिनमा एकचोटि भए पनि मौरीको घरमा गएर हेर्ने, हप्तामा एकचोटि घरभित्र हेर्ने, साथै कुनै रोग लागे नलागेको निकाल्ने र जाडोमा न्यानो बनाउने, गर्मीमा छहारी बनाइदिने जस्तो कार्य गर्नुपर्छ र साथै जुन सुकै रोगलाई पनि सरसफाइमा ध्यान दिने। यहाँ मैले सबै विस्तारमा संक्षेपमा भनेकी छु। नभने सबैभन्दा सरले पढाएको भन्दा त फेरि धेरै होला भनेर है। त्यसपछि दोस्रो पाठमा हुल निर्यास हुने बेलामा घरमा भाले मौरी बढी देखा पर्नु, मौरीको सङ्ख्या बढी भई ठाउँ सानो भएमा नयाँ रानु जन्मन्छ र पुरानो रानुले आधा जति मौरी लिई हुल उड्छ र रानी 3 प्रकारका हुन्छन्। 3 दिनभन्दा पहिला नै आमा रानी निस्कन्छ, ठाउँ हेरी अरू मौरी निस्कन्छन्। जब रानी घडीको दिशामा बस्छ र वरिपरि घुम्छ भने त्यो आमा रानी हो। त्यो बिस्तारै घुम्छ, बिस्तारै नै गोलो आकारमा बस्छ भनेर सिकाउनु भएको थियो है, सी आकारमा। त्यसपछि कुमारी मौरी तल माथि गर्छ र छिटो घुम्छ भने त्यो चाहिँ हामीले कुमारी मौरी भन्ने बुझ्नुपर्छ है क्या। अब यस्तो अलिक ठाडो आकारको घुम्छ भन्ने सिकाउनु भएको थियो र हामीले यसरी घरबाट गएका मौरीलाई हामीले भिडियो पनि हेरेका थियौँ। निकै सजिलोको साथ पोको परि बसेका मौरीलाई एउटा झोलामा राखी रानी झोलामा पसेपछि सबै मौरी बिस्तारै झोलामा जान्छ र घरमा ल्याएको 3-4 घन्टा झोलामा ल्याएको 3-4 घन्टापछि झोलाको मौरीलाई घरमा राख्नुपर्छ र आमा मौरीलाई क्विन गेट लगाउनुपर्छ, कुमारी मौरीलाई क्विन गेट लगाउनु हुँदैन। मैले यो पनि संक्षेपमा नै भनेकी छु, तर सरले हामीलाई निकै बुझ्ने तरिकाले हँसिलो तरिकाले सिकाउनु भएको थियो। अझ गृह त्याग गर्ने मौरीको बारेमा सिकाउने क्रममा त एउटा बुहारीको कथालाई जोडेर सबैजनाले हेला गरे। बुहारीले घरै छोड्ने प्रसङ्ग ल्याएर सरले सिकाउनु भएको थियो। गृह त्याग गर्ने मौरीले सबै खाएर जाने, खाना नल्याउने, बच्चा नपार्ने, अल्छी हुने हुन्छन्। त्यो मौरी गृह त्याग गर्ने मौरी 2 बजेतिर जान्छन्। धेरै हाइटमा हुन्छन्। त्यो मौरीलाई पानी फाल्ने, माटो फाल्ने र गर्नुपर्छ। यसलाई छोप्न सकियो भने घरमा राखेर बच्चा भएको चाका राख्नुपर्छ। नयाँ घरमा राख्नु पर्यो, ठाउँ पनि नयाँ हुनु पर्यो। यसलाई क्विन गेट 15 दिनसम्म लगाउनुपर्छ। यो जहिले पनि भाग्न सक्छ। यसलाई कुनै महिना बार चाहिँदैन। यसमा भाले मौरी हुँदैन। अर्को 4 नम्बरमा बिगपाते मौरी। रानी विहीन मौरीलाई बिगपाते मौरी भनिन्छ। कुनै कारणवश रानी बाहिर निस्कँदा कुनै जीवले खाई रानीलाई खाइदिएपछि कर्मी मौरी शाही खुराक
र रोयल जेली कर्मी मौरीले खाइदिँदा ती मौरीले पारेको अन्डाबाट निस्केको मौरीलाई नै बिगपाते मौरी भनिन्छ। ती मौरी हेर्दा भाले जस्तो तर खान मात्र जानेको, काम गर्न नजानेको हुन्छ। यसलाई पनि भिडियोमा देखाएर हामीलाई सरले कसरी सबै विस्तार जानकारी दिनुभएको थियो र पालैपालो साथीहरूलाई सोध्ने र नजानेकोमा सहजीकरण पनि गर्नुभएको थियो। सरले अझै महिलाहरूको लागि मौरी पालन निकै राम्रो हुने र आम्दानीको स्रोत रहेको पनि बताउनु भएको थियो। साथै मौरी गोला संयोजन किन गर्ने, कसरी गर्ने पनि सबै विस्तृत रूपमा बताउनु भएको थियो। त्यसपछि चिया नास्ता खान लाग्यो। करिब 30 मिनटपछि पुनः कक्षामा प्रवेश गरियो र घार विभाजन गर्ने सबैजना साथीहरूको चासो थियो। चासोको विषय भएको हुँदा पहिला भिडियो हेरेर फेरि घार नै ल्याएर सिकाउनु भयो। त्यसपछि पालैपालो कसरी घार फुटाउने भन्ने चित्रसहित सिकाउनु भयो। 2वटा घार छन्। 9.5 9.5 को दरले घार सार्नु पर्यो। 1.5 फिट बीच भाग हुन्छ र साइडमा घार हुन्छ। ती घारमा 1 देखि 10 सम्म पोला हुन्छन्। ती पोलाहरू क्रमशः 1 9 7 5 र 3 एउटा घारमा र अर्को पुरानो घारमा 10 2 4 6 र 8 हुन्छ। यदि रानी चिन्न सकियो भने रानी भएको घारमा रानीले अन्डा नपारेसम्म कृत्रिम खाना दिनु हुँदैन। यति भन्दै आजको कक्षा यहीँ समापन भएको र मैले सबै संक्षेपमा भनेकी छु, तर सरले हामीलाई विस्तृत रूपमा बताउनु भएको थियो। केही गल्ती भएमा क्षमा चाहन्छु। हस्त धन्यवाद।